नमस्ते, स्वागत छ। ल आज मार्च 26 को नेपाल स्टक एक्सचेन्जको दिनभरिको हालचाल कस्तो रह्यो फटाफट हेरिहालौँ है त। आजको सबैभन्दा ठूलो हेडलाइन, नेप्से 0.48%ले माथि गयो। मतलब दिनको अन्त्य सुखद रह्यो। तर यो सामान्य वृद्धि मात्र हो त कि यसको पछाडि केही ठूलै कथा लुकेको छ? ल अब अलिकति गहिराईमा गएर हेरौँ न त यी अङ्कहरूले खासमा के भन्न खोजिरहेका छन्। ल सुरुमा बजारको समग्र चित्र हेरौँ। एकै नजरमा आजको मार्केट कस्तो देखियो? नेप्से परिसूचक आज बन्द हुँदा 2950.16 मा पुग्यो। अङ्कमा हेर्दा 14.21 अङ्कले बढेको छ। अब यो वृद्धि सानो देखिए पनि यसले लगानीकर्ताहरूमा एउटा राम्रो आशा जगाएको छ। अनि कारोबारको कुरा गर्ने हो भने आजको कुल कारोबार 13.16 अर्ब रुपैयाँ। यो त निकै ठूलो रकम हो नि, होइन र? यसले सिधै देखाउँछ कि बजारमा कति धेरै चहल पहल थियो र लगानीकर्ताहरूको सहभागिता कतिको बलियो थियो। यसलाई अझै केलाएर हेर्ने हो भने आज 3.4 करोड भन्दा बढी किता सेयर किनबेच भयो। अनि कति पटक कारोबार भयो होला? 1,42,000 भन्दा बढी पटक। जम्मा जम्मी 342वटा कम्पनीको सेयरमा आज कारोबार भएको देखिन्छ। ओके, बजार बढ्यो, कारोबार पनि राम्रो भयो। तर यो सकारात्मकता कतिको फैलिएको थियो त? ल अब बजारको भित्री स्वास्थ्य कस्तो थियो त्यो पनि हेरौँ। अब हामी मार्केट ब्रेथको कुरा गर्दैछौँ। यो भनेको के हो भनेर म छोटकरीमा भनिहाल्छु है। सिधा भाषामा यो बजारको नाडी छाम्ने तरिका हो। आज कतिवटा कम्पनीको भाउ बढ्यो र कतिवटाको घट्यो भनेर हेर्ने। आजको तथ्याङ्कले त चित्र एकदमै सफा देखाइरहेको छ। हेर्नुहोस् त, 178वटा कम्पनीको सेयर मूल्य बढेको छ, जबकि जम्मा 80वटाको मात्रै घट्यो। अनि 8वटा त जस्ताको तस्तै रहे। मतलब घट्ने भन्दा बढ्ने कम्पनीको सङ्ख्या त दोब्बर भन्दा पनि बढी। यसले बजारमा राम्रो माहौल बनेको स्पष्ट सङ्केत गर्छ। यसको मतलब के हो भने नि, आजको बजार बढ्नुको कारण 1-2वटा ठूला कम्पनी मात्र होइनन्। यो वृद्धि बजारभरि नै फैलिएको थियो। धेरैजसो कम्पनीहरूमा खरिदकर्ताको चासो देखियो, जुन एउटा निकै राम्रो सङ्केत हो। ल अब पालो आयो आजका स्टार पर्फर्मरहरूको। हेरौँ त कुन कुन कम्पनीहरू आज सबैभन्दा चम्किए। त्यसो भए सबैको मनमा एउटै प्रश्न होला, आज सबैभन्दा राम्रो प्रदर्शन गर्ने, लगानीकर्ताको ध्यान खिच्ने कम्पनीहरू कुन कुन थिए त? प्रतिशतको हिसाबले हेर्ने हो भने त यहाँ केही कम्पनीहरूले कमालै गरेका छन्। आरएसएमएल, एसकेएचएल अनि एचएफआइएन, यी तीनवटैले पुरा 10% सर्किट हाने। मतलब एकै दिनमा बढ्न पाउने जति सबै बढे। यो त साँच्चै गजबको प्रदर्शन हो। अनि एसओएचएल र बीजेएचएल पनि लगभग त्यही हाराहारीमा छन्, झन्डै 10%ले बढेका। तर प्रतिशत वृद्धि त कथाको एउटा पाटो मात्रै हो। एउटा भनाइ छ नि, मोमेन्टम हेर्न प्रतिशत हेर्नु, तर पैसा कता गइरहेको छ भनेर थाहा पाउन कारोबार हेर्नु। अब हामी त्यही हेर्छौँ। कारोबार रकमको आधारमा हेर्दा एनआरएन आजको लिडर हो। 94.29 करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ। त्यसपछि एसवाई, पिएनएल, एनएसपीसी, रिडी र एनजीपीएलको पालो आउँछ। एउटा कुरा के देखिन्छ भने यो सूचीमा हाइड्रो पावर र डेभलपमेन्ट ब्याङ्कका कम्पनीहरूको दबदबा छ। आज लगानीकर्ताको नजर यतैतिर परेको देखियो। ल अब आजको बजारको यो सबै विश्लेषणलाई समेटेर मुख्य कुरा के निस्कियो त त्यो हेरौँ। आजको दिनबाट हामीले केही मुख्य कुराहरू लिन सक्छौँ। 1. बजार सकारात्मक रह्यो र त्यो पनि स्थायित्वका साथ। 2. यो वृद्धि केही कम्पनीको मात्र होइन, बजारभरि नै फैलिएको थियो। 3. कारोबारको रकमले बजारमा लगानीकर्ताको सहभागिता र विश्वास बलियो रहेको देखायो। अनि 4. हाइड्रो पावर र डेभलपमेन्ट ब्याङ्क जस्ता सेक्टरहरू आज हटकेक बने। अब यस्तो बलियो कारोबार र सकारात्मक माहौल देख्दा एउटा ठूलो प्रश्न मनमा आउँछ। के बजारले अब आउने दिनहरूका लागि एउटा नयाँ ट्रेन्डको जग बसाइरहेको छ त? यो पक्कै पनि हेर्न लायक हुनेछ। आजलाई यति नै। यो विश्लेषणमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।